ल साथीहरू धेरै अल्छी नभनौँ, बिहान चाँडो उठेर मर्निङ वाक गरौँ है। शरीर पनि फिट हान्नु पऱ्यो। जस बिहानको चिसो भाइब्स चाहिँ दामीकै बबाले कि अब उठ्नुहोस् बिहानै यसो आधा घन्टा भए पनि वाकिङ गर्नुहोस्, दामी। हेलो सबैलाई गुड मर्निङ है। अहिले चाहिँ बिहानको 5 बज्यो। म 4:30 बजी उठेर मर्निङ वाक हिँडेको। अहिले यस्तो कुरियर हुँदै यताबाट रनिङ गरेर अहिले म बेजानको यो चोकबाट तलेर कान्दियास हुँदै कोरिडोर जाने बाटोमा छु। जस बिहानको भाइब्स चाहिँ दामी नै हुन्छ है। चाँडो उठेर टक्क चिसो फ्रेस हावामा जस्तो रमाइलो छ। म अहिले यो बेजाङ चोकबाट कान्दियास हुँदै हाम्रो कोरिडोरमा आइपुग्न लाग्छु छु। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। त्यो कोरिडोर एक राउन्ड हानेर बेजाङको चोक हुँदै अब चाहिँ खुट्टाहरू अहिले दुखायो, त्यही भएर अब चाहिँ हल्का वाकिङ गर्दै रनिङ गर्न सकेन। म बेजाङको चोकदेखि म कान्दियास हुँदै अहिले यताको कोरिडोर आइपुग्न लाग्छु छु। यो पारि देखिनु भएको पहिलो घर बिल्डिङ चाहिँ नि यो चाहिँ हाम्रो रामपुर आदरपुर स्कुल हो। म कक्षा 1 देखि 7 सम्म म यही स्कुलमा पढेको है। हेर्न सक्नुहुन्छ अहिले यस्तो भइसक्यो। पहिला त अलि पुरानो थियो, अहिले चाहिँ जे होस् राम्रो हुँदैछ। र हाम्रो कोरिडोर आइपुग्यो, हेर्न सक्नुहुन्छ। म चाहिँ अब हाम्रो मोटरीको हाम्रो ठुलो चौरमा आइपुग्नु भएको छु है। बिहान यही बाटो गएको म यस्तो एक राउन्ड हानेर फेरि यही बाटो आइपुग्न आएँ। अब यहाँबाट म घर जान्छु। घर गएर फ्रेस भएर अनि आफ्नो काम गर्ने हो है त साथीहरू। ल अर्को भिडियोमा भेटौँला। हस् त, जय देश जय राष्ट्र है। देश बन्नु पर्यो देश है।